एउटा मूल ढोका हेरौँ है। हामीले आधुनिकताको साथसाथमा एउटा स्ट्यान्डर्ड खालको मूल ढोका कस्तो हुन्छ, बलियो मूल ढोका। धेरैजनाले मोटिस लक पनि लगाउन खोज्नु भएको हुन्छ मूल ढोकामा हैन। यो मूल ढोका 3.5 बाई 7 मा बनेको मूल ढोका हो। काठ चाहिँ अलि ठुलो लागेको छ। यसको ठाउँमा हामीले प्यानलिङ पनि गर्न सक्छौँ, देख्न सक्छौँ। यो चौकसको काठ छ, चौकस छ, अलि ठुलो खालको चौकस लागेको छ। यसमा खास काम कसरी भएको छ भने यो एउटा डबल पल्लाको हो, तर एउटा डबल पल्ला सानो छ। यो पल्लामध्ये एउटा पल्ला सानो, एउटा पल्ला ठुलो। यो किन गराइएको हो भने ठुलो ठुलो सामानहरू लानु पर्यो भने दुवै पल्ला चाहिँ खोल्न सकियोस् भनेर हो। भने नर्मल एक्सेसको लागि चाहिँ यो मात्रै ढोका खोलेर आउजाउ गर्न पनि मिल्यो। र आवश्यकता अनुसारले यहाँनिर डोर क्लोजर पनि भित्रबाट यसमा लगाउन सकिन्छ। मोटिस लक लगाउन सकिन्छ। मोटिस लक लगाउँदाखेरि चाहिँ यो फिक्स हुन्छ भित्रबाट चाहिँ, त्यो भएर बलियो भएर मोटिस लक पनि यसमा लगाउन सकिन्छ। र यसमा अर्को एउटा कुरा चाहिँ यो हाइट बेस अनुसारले लेन्स हेर्नुहोस् है। यो एउटा लेन्सले के फाइदा गर्छ भने भित्रबाट को कस्तो खालको आइरहेछ। अब आजभोलि त अनलाइन डेलिभरीको कुराहरू, विभिन्न खालका मान्छेहरू आइरहेको हुन्छ भने सेफ्टीको लागि पनि, र अब कसरी गर्ने, कसरी प्रस्तुति हुने, खोल्ने नखोल्ने भन्ने कुरा चाहिँ एउटा सानो लेन्सले पनि ठुलो सपोर्ट गरेको हुन्छ। र यसमा चौकस हेर्नुभयो भने तलको भागमा चाहिँ चौकस भएको कारणले टमक्क पारेर लाउन सकिन्छ। यो हेर्नुभयो भने, र यही ढोकामा चाहिँ जाली पल्ला पनि खाप्पा निकालेर जाली पल्ला सहित पनि गर्न सकिन्छ। यो ढोका नेचुरल खालको चपडा पोलिसमा पनि गर्न सकिन्छ। यो भने डिको पोलिसमा भएको हो। र काठ चाहिँ साल, सिसम र बर्माटिक भन्छौँ हामीले, जङ्गली सागवान पनि भन्दो रहेछ कता कता। यो काठमा चाहिँ हामीले तयार गर्न सक्छौँ। यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो हैन, घर बनाउँदै हुनुहुन्छ भने विचार गर्नुहोस्। यस्तो खालको ढोका पनि राम्रो हुन्छ, बलियो हुन्छ हैन, हेर्दाखेरि पनि आकर्षक छँदै। बलियो चाहिँ असाध्यै बलियो हुन्छ यो ढोका चाहिँ।